Hello and namaste to you all. Welcome to my channel. And on today's video, we are going to discuss about the unity in diversity, especially in the context of Nepal. अनि हामीले unity in diversity यो पाठबाट चाहिँ एसई मा प्रश्न पाउँछौं नै पाउँछौं, एकदमै आउँछ। कक्षा 10 को इकाइ 1 मा यो पाठ रहेको छ। अनि कक्षा 10 मा पुगिसकेको भाइ बहिनीहरुले चाहिँ यो पाठ पढ्न नछुटाउनु होला, एकदमै इम्पोर्टेन्ट च्याप्टर हो। So without doing any kind of delay, let's jump into the video. So we'll start with the definition first. विविधतामा एकता भनेको के हो भनेर प्रश्न आउन सक्छ है। एकदमै सरल भाषामा म तपाईहरुलाई बुझाउँछु। आशा छ तपाईहरुले यसलाई चाहिँ टिप्नुहुन्छ अथवा याद गर्नुहुन्छ। विविधतामा एकता, युनिटी इन डाइभर्सिटी भनेको विभिन्न जातीय, धर्म, संस्कृति, परम्परा तथा भौगोलिक अवस्थाका मानिसहरू एकताबद्ध भएर आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा कायम गर्दै बस्नु नै विविधतामा एकता हो। यति लेखे पुग्छ। अब नेपालको सन्दर्भमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो, जहाँ विभिन्न विविधताहरू भए पनि राष्ट्रिय एकताको भावना एकदमै मजबुत रहेको हामी पाउँदछौँ। नेपालमा विविधतामा एकता पक्कै पनि छ, 100% छ है। अब कसरी छ त भन्देखिलाई नेपालमा हिमाल छ, पहाड छ, तराई छ है। अब यी तीनवटा भौगोलिक क्षेत्रहरू नेपालमा रहेका छन्, जहाँ विभिन्न जात जाति, भाषा र संस्कृतिहरू रहेका छन्। नेपालमा करिब 123 भाषाहरू बोलिन्छन् र 125 भन्दा बढी जात जातिहरू रहेका छन्। यति धेरै विविधता भए तापनि नेपालीहरू बीच आपसी मेलमिलाप, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको भावना भने एकदमै कायम रहेको हामी पाउँदछौँ। यो कुराहरूले के पुष्टि गर्छ त भाइ बहिनीहरू भन्देखिलाई नेपालमा चाहिँ विविधतामा एकता रहेको छ, विविधतामा एकता पाइन्छ। उदाहरण स्वरूप तपाईहरुले यो कुराहरूलाई आफ्नो उत्तरमा लेख्न सक्नुहुन्छ है। अब म तपाईहरुलाई अरु पनि उदाहरणहरु दिन्छु नेपालमा विविधतामा एकता कसरी छ त भन्देखिलाई। पहिलो कुरा धार्मिक सहिष्णुता। नेपालमा हिन्दू, बौद्ध, इस्लाम, किरात, क्रिश्चियन गरेर विभिन्न धर्महरू रहेका छन्। यहाँ मन्दिर, गुम्बा, मस्जिद, चर्च सबै हामीले रहेको पाउँदछौँ, छेउछाउमै तपाईको रहेको पाउँदछौँ, जहाँ मानिसहरू परस्पर आदर भावका साथमा बस्ने गर्दछन्। पशुपतिनाथ मन्दिर र स्वयम्भूनाथ स्तूपा एउटै शहरमा हुनु यसको उदाहरण हो। के को उदाहरण हो? विविधतामा एकताको उदाहरण हो। त्यसै गरिकन सांस्कृतिक विविधता पनि रहेको छ। नेपालमा प्रत्येक समुदायका आफ्ना चाडपर्वहरू रहेका छन्। हिन्दूहरूको दशैं तिहार, नेवारहरूको इन्द्र जात्रा, मगरहरूको माघे संक्रान्ति। अब यस्ता चाडपर्वहरूमा चाहिँ सबैले एक आपसलाई चाहिँ शुभकामना दिने हैन, एक आपसको चाडपर्वमा जाने, यो पनि विविधतामा एकताको उदाहरण हो। अर्को हो जातीय एकता। नेपालमा विभिन्न जात जातिहरू भए तापनि सबै नेपालीहरू चाहिँ मिलेर बस्ने गरेका छन्। विवाह, व्यापार, तपाईको कुनै पनि प्रकारको कुरामा समुदायका मानिसहरू चाहिँ सहभागी हुने गर्दछन्। त्यसै गरिकन भाषिक विविधता। नेपालमा नेपालको राष्ट्रिय भाषा नेपाली भए तापनि मैथिली, भोजपुरी, नेवारी, तामाङ, गुरुङ, लिम्बू आदि विभिन्न भाषाहरू बोलिन्छ, जसले के पुष्टि गर्छ त भन्देखिलाई नेपालमा विविधतामा एकता रहेको छ। त्यसले नेपालमा रहेको विविधतामा एकता चाहिँ नै झल्काउने गर्दछ। अब नेपालको संविधानले पनि विविधतामा एकतालाई चाहिँ नै प्रवर्धन गरेको छ। अब कसरी प्रवर्धन गरेको छ त भन्देखिलाई सुन्नुहोस् है, यो कुरा एकदमै इम्पोर्टेन्ट छ, एसईमा आउन सक्छ है। कन्स्टिट्युसनसँग रिलेट गरेर प्रुफ गरेर भन्न सक्छ। अब तपाईले लेख्नुपर्ने हुन्छ नेपालको संविधान 2072 ले विविधतामा एकतालाई सुरक्षित गर्ने विभिन्न प्रावधानहरू चाहिँ गरेको छ। पहिलो कुरा हो संविधानको प्रस्तावना। नेपाललाई विविधतायुक्त देशको रूपमा परिभाषित गर्दै समानता र सही सहअस्तित्वको भावना चाहिँ उल्लेख गरेको हामीले संविधानमा पाउने गर्दछौँ। त्यसै गरिकन मौलिक हक सबै नेपालका मानिसहरूले, सबै जात जातिका मानिसहरूले, सबै भाषा बोल्ने समूहले
सबै धर्मावलम्बीहरूले समान अधिकार चाहिँ नै प्राप्त गरेको हामी पाउँदछौँ। त्यसै गरिकन धर्मनिरपेक्षता, नेपाल कुनै एकल धर्म मान्ने देश होइन, सबै धर्मप्रति सम्मान राख्ने धर्मनिरपेक्ष राष्ट्र हो र यो संविधानमा लेखिएको छ 2072 सालको। र यो कुराले पनि विविधतामा एकतालाई प्रवर्धन गर्दछ। सङ्घीय संरचना, नेपालको संविधानले विभिन्न प्रदेशहरूको व्यवस्था गरिकन स्थानीय समुदायको चाहिँ पहिचानलाई सम्बोधन गरेको हामी पाउँदछौँ। त्यसै गरिकन भाषिक अधिकार, संविधान अनुसार नेपालको राष्ट्रभाषा नेपाली हो, तर प्रदेशहरूमा अन्य भाषाहरूलाई पनि उत्तिकै मान्यता दिएको छ। यो कुराले पनि विविधतामा एकतालाई चाहिँ प्रवर्धन गरेको भनेर हामी भन्न सक्छौँ। यो कुराहरूलाई हजुरले आफ्नो उत्तरमा लेख्न सक्नुहुनेछ। त्यसै गरिकन विविधतामा एकताका चुनौतीहरू के हुन् भनेर पनि सोध्न सकिन्छ। अब यसका विभिन्न चुनौतीहरू रहेका छन्। पहिलो, जातीय तथा क्षेत्रीय असन्तुष्टि। केही जातीय समूहहरू र क्षेत्रीय समुदायहरू आफ्ना अधिकारका लागि सङ्घर्ष अझै पनि गरिरहेको हामी पाउँदछौँ। एउटा चुनौती हो। अर्को, भाषिक विभाजन। मातृभाषाहरूको संरक्षण चुनौतीपूर्ण छ भने केही भाषाहरू लोप हुने अवस्थामा रहेका छन्, जस्तै कि शेर्पा भाषा, होइन? त्यसै गरिकन 3 नम्बरमा राजनीतिक विभाजन। विभिन्न राजनीतिक स्वार्थले समुदायहरूबीच द्वन्द्व सृजना गर्ने जोखिम रहन्छ। चौथोमा रहेको छ सामाजिक भेदभाव। अझै पनि केही ठाउँमा जातीय, लैङ्गिक तथा आर्थिक असमानता चाहिँ नेपालमा देखिन्छ। यसले पनि विविधतामा एकता चाहिँ कायम गर्नमा एउटा चुनौती चाहिँ खडा गरेको देख्न पाउँदछौँ हामी। अर्को, आधुनिकीकरण र सांस्कृतिक क्षय। नेपालमा नयाँ पुस्ताको परम्परा, संस्कृति हामीले देख्न सक्छौँ जुन विदेशबाट आएको हो, र यो कुराले चाहिँ हाम्रो संस्कृति र धर्मलाई चाहिँ बिर्साउँदै लाने अथवा नयाँ पुस्ताले बिर्सिने सम्भावना रहेको छ। यो कुराले विविधतामा एकता कायम रहँदैन। अब यसका उपायहरू के हुन् त? कसरी कायम गर्ने? पहिलो कुरा, शिक्षा र चेतना। विविधताका फाइदाहरू बारेमा स्कुलमा पठन पाठन गराउने अनि शिक्षा प्रदान गर्ने। त्यसै गरिकन संवैधानिक कार्यान्वयन। संविधानले दिएको समानता, अधिकार र पहिचानलाई व्यवहारमा लागू गर्नुपर्छ अनि यो कायम हुन्छ। त्यसै गरिकन सहिष्णुता र आपसी आदान प्रदान। एकदमै विभिन्न समुदायका संस्कृतिहरू आपसमा चाहिँ नि आदान प्रदान गरिराख्नु भनेदेखिलाई हाम्रो विविधतामा एकता चाहिँ कायम रहन्छ। त्यसै गरिकन स्थानीय विकास। सबै जाति, भाषा र क्षेत्रका जनतालाई समान अवसर हामीले प्रदान गर्नुपर्छ। र अन्तिम, सांस्कृतिक संरक्षण। अब लोपोन्मुख भाषाहरूलाई संरक्षण गर्न विशेष पहल चाहिँ हामीले गर्नुपर्छ। त्यसो गर्यौँ भनेदेखिलाई हाम्रो विविधतामा एकता चाहिँ कायम हुन्छ है। अब तपाईँहरूले बर्दिया अथवा चितवन जानुभएको बेलामा त्यहाँ थारू जातिले चाहिँ आफ्नो धर्म, संस्कृतिसँग सम्बन्धित विभिन्न कुराहरूलाई सङ्ग्रहालयमा राखेको, आफ्नो भाषाको चाहिँ प्रयोग गरेको, आफ्नो नृत्यहरू देखाएको हामीले पाउँदछौँ नि। हो, यसै गरिकन विभिन्न जातिहरूले पनि आफ्नो भाषा, धर्म, संस्कृतिलाई चाहिँ अभ्यासमा ल्यायो भनेदेखिलाई विविधतामा एकता कायम हुन्छ र यो एक पिँढीदेखि अर्को पिँढीमा हस्तान्तरण हुन्छ। निष्कर्षमा नेपाल विविधतायुक्त राष्ट्र भए तापनि अब विभिन्न चुनौतीहरू रहेका छन्। अब यी चुनौतीहरूलाई हटाउँदै हामीले चाहिँ नि आपसी सद्भाव, मेलमिलाप र सहिष्णुताको भावना कायम गर्न आवश्यक हुन्छ। राष्ट्रिय एकता नै नेपालको समृद्धि, स्थायित्व र पहिचानको चाहिँ मुख्य आधार हो। त्यसो भएर आफ्नो पहिचानलाई सम्मान गरौँ, अरूको पहिचानलाई सम्मान गरौँ र देशमा चाहिँ नि भएको विविधतालाई चाहिँ नि एउटा राष्ट्रिय गौरवको रूपमा चाहिँ हामीले अगाडि लिएर जान सक्छौँ। I hope this video is beneficial for SE giving students, and not just SE giving students but for current grade 10 students also. And to get more knowledgeable content like this, don't forget to subscribe this channel. Stay tuned. Namaste.